कसैले उहाँले सोध्यो कि ईश्वर छ भन्दाखेरि चाहिँ उहाँले 3 प्रकारको मान्छेले 3टा एन्सर दिएको तपाईँले प्रसङ्ग सुन्नुभएको छ हैन। एकदमै कट्टरतामा चाहिँ कुनै धार्मिक अन्धविश्वासमा जोडिएको मान्छेलाई उहाँले भन्नुभयो कि ईश्वर छैन हैन। त्यसपछि फेरि बिचको मान्छेलाई भन्नुभयो जो चाहिँ अत्यन्त नास्तिक जस्तो देखिन्थ्यो उसलाई हुन पनि सक्छ भन्नुभयो। त्यसपछि तेस्रोलाई भन्नुभयो हुन पनि सक्छ नहुन पनि सक्छ। यानी कि उहाँले चाहिँ जोड केमा दिनुभयो त भन्दाखेरि खोजलाई जोड दिनुभयो। तथ्यलाई समात खोज अनुसन्धान गर। यो कुनै अन्धविश्वासको विषय होइन। मैले ईश्वर छ भन्नुले पनि अन्धविश्वास क्रिएट गर्छ, छैन भन्नुले पनि अन्धविश्वास क्रिएट गर्छ हैन। त्यसैले बुद्ध यति धेरै नजिक हुनुभयो कि विज्ञानको नजिकमा अल्बर्ट आइन्स्टाइन जस्तो मान्छेले के भन्नुभयो भने यदि कुनै वैज्ञानिक धर्म छ भने बुद्धको धर्म छ भन्नुभयो हैन। हामीले यो एप्लाइड बुद्धिज्ममा पढ्दाखेरि पनि हामीले यो कुरा चाहिँ खुब डिपली अध्ययन गर्दाखेरि चाहिँ थाहा भयो कि बुद्ध जस्तो ठुलो वैज्ञानिकहरू कोही छैन जसले तथ्यलाई समाते हैन। र यो सेन्समा चाहिँ अल्बर्ट